सो साथीहरू नमस्ते है। अनि म चाहिँ आज तपाईँलाई सुन्दर ठाउँ देखाउँदैछु, मेरो प्यारो जन्मभूमि है त। माथि चाहिँ यतातिर कुरल गाउँ छ हैन। अनि तपाईहरु पहाडी देख्नुहुन्छ, यो चाहिँ बिमैचाको गाउँ हैन। तल बर्के टाकुरा देख्न सक्नुहुन्छ, माथि रुगा हैन। माथितिर बादल लागिरहेको अवस्था छ, साँझ पखको टाइम। तल सिमरुत बजार, अनि यो मेरो प्यारो जन्मभूमि रिठ्याङ हैन। अनि त्यसपछि यहाँ तल मेरो झाँक्रीपानी गाउँ छ, अनि खर्नेटा गाउँ है। यहाँ तल देख्न सक्नुहुन्छ, खर्नेटाको पुरै बस्तीमा मकै हैन। अनि पारी चाहिँ डाइङमोर देख्न सक्नुहुन्छ है, डाइङमोर। यतैतिरको चाहिँ चौकी ढुङ्गा भन्छ हैन। माथितिर लाछीकोट हैन, खर्चोट लाछीकोट। अनि दामी तरिकाले मुरुको तल्ली गाउँ हैन। अनि माथि चाहिँ बितादेखि लिएर माथि झुन्नेटा घलका बस्ती, तल मुरुखोला, त्यसपछि माथि सतीबोले हैन। अनि यस्तै गरी त्रिवेणी गाउँपालिकाको कार्यालय खारनेटा हैन। अनि पारीको चाहिँ खारा कोरल देखिरहेछ हल्का। अनि साँझ पख भयो हैन, दामी तरिकाले तपाईँ देख्न सक्नुहुन्छ। आई होप तपाईहरुलाई एकदम राम्रो लाग्छ होला गाउँघरतिरको हैन, रमाइलो दृश्य हेर्न सक्नुहुन्छ। अनि कमेन्ट गर्नु होला कुन ठाउँबाट हेर्दै हुनुहुन्छ, कुन देशबाट हेर्दै हुनुहुन्छ। साथीहरु सबलाई एकदम माया छ, अनि एकदम मिस यु भन्न चाहन्छु। आई होप तपाईहरुलाई गाउँको भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला है त। ल धेरै धेरै धन्यवाद भिडियो हेरेकोमा। लाइक गरिदिनु होला, शेयर गरिदिनु होला, गाउँलाई एकदम माया गरिदिनु होला भन्न चाहन्छु। ल है त, आउँदैछन् नयाँ नयाँ भिडियोहरू, लामो भिडियोहरू पनि तपाईहरु युट्युबमा गएर हेर्न सक्नुहुन्छ, मेरो युट्युब च्यानलमा। ल है त, धन्यवाद साथीहरु है।